ओल्ड न्यूज 24 टिभी। आज हामी यस भिडियोमा नेपाल ह्यान्ड ग्लाइडिङ तथा प्याराग्लाइडिङका केन्द्रीय प्रशिक्षक साथै 8औं राष्ट्रिय खेलकुद प्रदेश नम्बर 1 का कप्तान पनि हुनुहुन्छ देशवीर जिमीसँग हामी कुराकानी गर्छौं। त्यो गाउँले जीवनको यथार्थ अनुभव यहाँसम्म आइपुग्दासम्म त्यो संघर्षको कथा पनि हामी प्रस्तुत गर्छौं। आउनुहोस् यो भिडियोतर्फ लागौं। यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ, सब्स्क्राइब गरिदिनु होला। अहिले किन व्यस्त हुनुहुन्छ? अब यो विश्वव्यापी महामारी जुन कोभिडबाट अहिले जुन पर्यटन क्षेत्र थलिएको छ त्यसैमा म चाहिँ अहिले पूर्व नै छु। मैले भनौँ न भ्रमण, आफ्नो घुमफिर, साथीभाइ भेटघाट विगत 2 वर्षदेखि अलिकति अब एक्सप्लोर, अध्ययन, अलिअलि कृषि त्यही हामी ठ्याक्कै केन्द्रित हौँ। ठ्याक्कै बाल्यकाल हजुरको कसरी बित्यो अहिले याद गर्नुभएको छ होला पक्कै पनि। अनि बाल्यकाल त अब जन्मेको म पहाडी यही बसन्तपुर भन्छ, केबुक, मामली, पुर्ख्यौली थलो, सङ्खुवासभा होइन। अब मामली जन्मे बच्चामा त्यही त पहाडमा उकाली ओह्राली, अब त्यही अलिकति अब कृषकको अब छोरो भनौँ न, हलो जोतेर खाने त्यही दुःख सुख त्यस्तै थियो। दुःख सुखमै बित्यो जिन्दगी हैन? दुःख सुखमै अहिलेसम्म दुःख त अब बाँच्नु दुःखै हो होइन। अनि ठ्याक्कै तपाईँले अध्ययन चाहिँ काटिरहनु भएको छ, कहाँबाट चाहिँ सुरु गर्नुभयो? यहीँ बसन्तपुरबाटै सुरु गर्नुभयो कि कसो? अध्ययन म सङ्घसभाको तामाखोप श्री चामुण्डेमा चाहिँ म कति 2 क्लाससम्म होला त्यहाँ पढेँ। त्यसपछि यहीँ बसन्तपुरमै श्री बसन्त उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेर म धरान उच्च शिक्षा भनौँ न +2 पढ्न चाहिँ धरान गएँ। त्यही हो पढाइ चाहिँ। अब पढाइ त अब त्यसपछि मेरो अलिक ट्र्याक चेन्ज भयो, पढाइ भन्दा पनि अलिकति ट्र्याक चेन्ज गर्नुभयो। म साहसिक। परिवारमा को हुनुहुन्छ अहिले ठ्याक्कै? परिवारमा मेरो बाबा हुनुहुन्न, मम्मी हुनुहुन्छ। मम्मी पनि अहिले बाहिर बेलायततिरै, 2टा बहिनी, उहाँहरू विवाह भइसक्यो। ए बाहिर हुनुहुन्छ है? बाहिर। ल फोन सम्पर्कहरू त भइरहेको छ। त्यो ठ्याक्कै बताइदिनुहोस् न, त्यो बाल्यकालमा कुनै छेड छ त्यस्तो बिर्सन नसक्ने छेड? बच्चामा साथीभाइसँग बच्चामाको हुँदा अथवा एउटा ठ्याक्कै त्यो चाहिँ म कहिले बिर्सन सक्दैन, कहिले काहीँ मेमोरेबल हुन्छ नि, आउँछ नि। बच्चामा बिर्सन नसकेको कुरा त अब धेरै नै हुन्छ होइन। ठ्याक्कै एउटा यो कुराले चाहिँ तपाईँलाई इफेक्ट पारेको कुनै कुरा? अनि बच्चामा अलिकति के हो भने म अलिकति सानैदेखि डुल्ने घुम्ने, अलिकति चञ्चले स्वभावको, चकचके, अलिकति अब भनौँ न जिज्ञासु। अब ठ्याक्कै बिर्सन नसकेको चाहिँ 2 क्लासको एक्जाम थियो। अनि एकजना काका हुनुहुन्थ्यो कि, काकाले चाहिँ माछा मार्न जाउँ भन्नुभयो। एक्जामको बेला मलाई एक्जाम भन्ने थाहै थिएन कि। अब माछा मार्न जाउँ भनेपछि एक्जाम छोडेर म माछा मार्न खोला 2 क्लासमा 2 क्लास केटाकेटीको बेला बच्चामा चाहिँ हाम्रो नजिकै एउटा खोला थियो, पोखरी भनौँ न, एउटा पौडी खेल्ने। अनि त्यो चाहिँ यसो सम्झिन्छु, एक्जाम नदिकन अब भनौँ न। तपाईँलाई थाहा थिएन त्यति बेला त्यो एक्जाम थियो भनेर? एक्जाम भन्ने नै बुझेकै थिएन नि मैले। अब 2 क्लासमा एक्जाम भन्ने कुरा, पढाइ भन्ने त अब पढ्नुपर्छ चाहिँ भन्ने थियो, एक्जाम भन्ने थाहा थिएन कि। एक्जामको इम्पोर्टेन्ट नै थाहा नहो भनौँ न। त्यो चाहिँ म बच्चामा यसो सम्झिन्छु, के गरे होला जस्तो लाग्छ क्या। अनि अलिकति अब केटाकेटीपनमा माछा मार्नु खेल्नु भनेपछि त्यो खालको भइहाल्थ्यो होइन? एक्ज्याक्टली। म त अब खोला खोल्सी, डाँडा काँडा, अब त्यही हामी गाउँमा जन्मेको मान्छेलाई अब त्यही खोला खोल्सी त्यस्तै मनपर्ने, अलिकति चञ्चले स्वभाव। अनि तपाईँ पढाइको सिलसिलामा ट्र्याक चेन्ज गर्नुभयो, कति सालको कुरा हो? तपाईँ चाहिँ यो प्याराग्लाइडिङमा चाहिँ कसरी आबद्ध हुन पुग्नुभयो? म 2068 यहीँ बसन्तपुरमै जुन अध्ययन गर्दै गर्दा म एसएलसी त सकिसकेको थिएँ। 2 वर्ष धरान नै +2 पढेँ। त्यसपछि एउटा सहकारीमा कामको सिलसिलामा मलाई यहाँ चाहिँ एउटा सानो जिम्मेवारी बसन्तपुरमै गएर काम गर्ने अवसर मिल्यो। अनि त्यही सिलसिलामा 68 सालमा तेह्रथुम महोत्सव जुन आयोजना भयो, त्यो बेला चाहिँ हामी त्यति बेला सानै थियौँ जस्तो लाग्छ। सानै, म पनि 22 वर्षको थिएँ। अब विगत 10 वर्ष अगाडिको कुरा। उहाँहरूसँग भेट भयो। उहाँहरूलाई चाहिँ अलिकति म बोल्न अलिकति नहिचकिच्याउने, अलिकति बोल्न भनौँ न, बोल्न भनेपछि अलिकति म नडराउने। ल ठिक छ, उहाँहरू आउनुभएको छ, उहाँहरूलाई हस्पिटालिटी, अब ब्रिफिङ, अब यताउता खोला डाँडा काँडाको ज्ञान भएको। अब ल यहाँ हाम्रो चाहिँ डाँडा यस्तो छ भन्दा उहाँहरूसँग राजेश पमजन जुन नेपालको पहिलो पाइलट, उहाँसँग हाम्रो चाहिँ भेट हुने अवसर भयो।
त्यसबाट उहाँहरूले चाहिँ अब प्याराग्लाइडिङ खेलको सम्भावना पूर्वमान छ, पाइलटहरूको चाहिँ ट्रेनिङ हुन्छ होइन। भनिसकेपछि राज बमनसँग भेट भइसकेपछि मेरो चाहिँ मानसिक रूपमा म चाहिँ मेन्टल्ली अब प्याराग्लाइडिङ उड्नुपर्छ भन्ने चाहिँ त्यहाँबाट आकाशमा उड्दाखेरि कस्तो खालको अनुभव हुन्छ होला त्यो आफैले मनमा नै तपाईँले त्यो लिनुभयो होला होइन त्यति बेला? एकदम एकदम म सपना अब चरा जस्तो फिल होइन, अब उडिरहेछ कसरी उड्या होला भन्ने नि होइन, अब जिज्ञासा। त्यसपछि त्यही उहाँहरूसँग भेट भयो, त्यसपछि पोखरा गएँ होइन। त्यसपछि उहाँहरूसँग भनौँ न विदेशीहरूसँग ट्रेनिङ अब कोर्सहरू लियो, कोर्स लिएपछि अब 15 दिनको एउटा बिगिनर कोर्स थियो, त्यो कोर्स सकेर आकाशमा उड्ने भयो। त्यो ठ्याक्कै तपाईँले त्यो ट्र्याक चेन्ज गरिरहँदाखेरि बच्चामा एउटा हुन्छ नि म यो बन्छु पढाइ गरेर चाहिँ यो ठाउँमा चाहिँ यो सिलसिलामा चाहिँ यो क्षेत्रमा चाहिँ कार्यरत हुन्छु भन्ने तपाईँको त्यति बेला के थियो? एउटा लक्ष्य हुन्छ नि कि उड्ने आकाशमा उड्ने नै हो तपाईँको? होइन, लक्ष्य त मेरो थिँदै थिएन। मैले सपनामा पनि यो देखेको न बाउले गरेको न कुनै हामीले अब यो नेपालमा नभएको कुरा। अब बच्चामा त के हुँदैन त अब घुम्ने, अब लाउरे बन्ने, अलिकति लाउरे बन्ने चाहिँ सपना। तर अब लाउरे बन्ने त अब म फिजिकल्ली त्यो हुँदैन होइन, मनमा मात्र हो। अब लाउरे विदेश जाने अब त्यही त हो, अरूको लाइफस्टाइल यसो हेर्दाखेरि अब पैसा कमाउने अब भन्ने नै हुन्थ्यो होइन सपना। त्यति बेला बुवा मम्मीको इच्छा के थियो होला? कहिलेकाहीँ छोरा बाबु यो बन्नुपर्छ है, पढेर ठुलो मान्छे हुनुपर्छ, अथवा बुवा मम्मीको सपना त्यति बेला के थियो तपाईँलाई कुनै याद छ कि त्यस्तो खालको बाटोबाट भएन तपाईँ? होइन, बुवा मम्मीको त अवश्य छोरा होइन, छोराले पैसा कमाओस्, सही ठाउँमा होइन हिँडोस्, बाटो राम्रो एउटा व्यवसाय गरोस्। बुवा मम्मीको सपना त विदेश जाने, अब लाउरे बन्ने। लाउरे त म भन्ने जति सक्दो पैसा धेर कमाउने। अब यो क्षेत्र भनेको त उहाँहरूलाई नौलो होइन। अब उहाँ एउटा मलाई अलिकति दुःख पनि भनौँ अथवा राम्रो पनि भनौँ, म यो क्षेत्रमा जान्छु भन्दाखेरि मम्मी भनौँ न मम्मी रुनुभयो क्या। भनेको अलिकति आउटडोर एडभेन्चर यो भनेको चाहिँ साहसी खेल। अब तपाईँले कसरी भन्नुभयो मम्मीलाई? त्यो एक्चुली बताइदिनुहोस् न, कसरी भन्नुभयो मम्मी म यो क्षेत्रमा रमाउन चाहन्छु, म यो क्षेत्र चाहिँ समाउन चाहन्छु भनेर कसरी भन्नुभयो त्यति बेला मम्मी? अब कस्तो भने छोरा भनेको अलिकति विदेश जाओस्, अब सेफ ठाउँमा, परिवार भनौँ न, एउटा कुखुराको माउलाई चल्लाको कति माया हुन्छ, सन्तानको माया त त्यति नै हुन्छ मम्मीलाई होइन। अब मम्मीको त त्यो बेलाको माया रहेछ, तर मैले त्यो मायालाई चाहिँ पछि मात्र बुझेँ कि। भनेको मेरो छोरा अब प्याराग्लाइडिङमा जाँदैछ, ओहो राफ्टिङ हिमाल चढ्न जाँदैछ भनेपछि अफकोर्स अब अलिकति प्यारेन्ट्सहरूले त्यो कुरामा रेकमेन्ड गर्दैन हाम्रो नेपाली समाजमा। अब म प्याराग्लाइडिङ गर्न जाँदैछु भनेपछि ओहो यो त खतरा खेल अरे, खतरा चिज, अब छोरा जोखिम छ, अब छोरा गुमाउँछु कि भन्ने रहेछ अहिले बुझ्दा। मैले मम्मीलाई कसरी कन्भिन्स गरेँ भन्दा, मम्मी तपाईँको छोरोले राम्रो काम गर्न जाँदैछ, अब राम्रो काम गर्न जाँदैछु, यसमा अलिअलि लगानी पनि हुन्छ, अब अलिअलि ऋणपान गरेर हामी सिक्छु, यही काम राम्रो गर्दा गर्दै मऱ्यो भने पनि गर्व गर्नु नि मम्मी भन्दाखेरि मम्मीलाई कस्तो भयो होला? अब भनेको अब मैले चाहिँ त्यसरी कन्भिन्स गरेँ भनेको अलिकति मम्मीलाई चाहिँ मोटिभेट, अब राम्रो काम गर्छु मम्मी भनेपछि आज भनौँ न अब हिजोको र आजको परिवेश फरक छ होइन। मम्मी अब अहिले पनि स्टिल उहाँले त भन्नुहुन्छ विदेशै आइज, विदेश भयो सँगै बसौँ होइन, नेपालमा फ्युचर छैन भन्छ, तर म पनि नेपालमै केही गरौँ भने अब भनौँ न त्यो 68 देखि 10 वर्ष भनेपछि त होइन निरन्तर यसमै छु। 10 वर्षको यात्रा अहिले त्यस्तो उतार चढाव केही भएको छैन? होइन, उतार चढाव त लाइफ उकाली ओह्राली अप्स एन्ड डाउन, त्यो त सुख दुःख होइन। लाइक अब भनौँ न वेदर पनि त पानी पर्छ होइन, घाम लाग्छ भने जस्तो लाइफमा त्यो हुन्छ। तर अहिलेसम्म म त्यस्तो भनौँ न दुःख त हुन्छ नै, केलाई दुःख भन्ने केलाई सुख भन्ने। अब संसारको खुसी मान्छे को हो भन्दाखेरि म पनि हो, किनभने मैले जुन चाहेको कुरा गरिरहेको छु, खुसी स्वतन्त्र रूपले उडिरहेको छु होइन। आफ्नो सपना चाहिँ जुन मैले पुरा गरिरहेको छु नि, मलाई चाहिँ त्यही नै खुसी हो। तर अब समाजको घरको एक्सपेक्टेसन त त्यो पनि पुरा गर्न सकेको छुइनँ होला होइन। होइन, यो इच्छा आवश्यकताहरू त बिस्तारै हुँदै जाने हो होइन। कहिले यो इच्छा आवश्यकताहरू कहिले पुरा पनि हुन सक्दैन होइन। अनि अहिले के छ साथीभाइको सपोर्ट अनि पारिवारिक सपोर्टहरू तपाईँले कतिको मिलिरहेको छ यो क्षेत्रमा आइरहँदाखेरि? होइन, यो सबै यो मेरो अहिलेको उपलब्धि भनेको देशवीरजीमी यो स्थानमा जुन प्याराग्लाइडिङ क्षेत्रमा म जुन सक्सेस भएँ, मेरो पहिलो त मम्मी नै हो। मम्मीले जन्माउनु
सबैले वा राम्रो गरिस् भन्दाखेरि एउटा होइन अर्को थप ऊर्जा अझै के गरौँ भन्ने के मोटिभेसन त्यो आउँदो रहेछ। नत्र हाम्रो चाहिँ खालि समाजमा नेगेटिभ सक्दैन यो त्यो गर्दैन भन्ने के, अनि त्यो ऊर्जाहरू चाहिँ मिल्दो रहेछ क्या। सबैले यसो मेरो भाइ भान्जा होइन साथीभाइ आफन्तहरू भन्दा अझै केही गरौँ भन्ने चाहिँ हुँदो रहेछ। त्यो नेपाली आकाशमा पहिलोपटक उड्नुभयो होला होइन, त्यो अनुभव सेयर गरिदिनु न। नेपाली आकाशमा चाहिँ एउटा चरा तपाईँको सपना पनि थियो, त्यो ठ्याक्कै कति सालमा उड्नुभयो अनि तपाईँले त्यति बेला अनुभव के गर्नुभयो? होइन पहिलोचोटि उड्दा त म राजेश बमजन दाई नै हुनुहुन्थ्यो ट्यान्डम पाइलट, उहाँले इन्स्ट्रक्सन फ्लाइङ भन्छ, भाइ जाउँ उड्न भन्नुभयो भने यति स्वतन्त्र लाग्यो होइन। नो पोल्युसन, नो अब भनौँ न एउटा नोइजी त्यो आवाज छैन, विथाउट इन्जिन होइन, एउटा हावाको भरमा एउटा चाहिँ स्किलले उहाँले उडाउनु भयो। त्यसपछि फेवातालको माथि होइन त्यो धानको फाट कार्तिकको समयमा होइन, माउन्टेन लेक, अनि त्योसँग एक्रोब्याटिक्सहरू भन्छ त्यो ट्रिक्सहरू त्यो गराउँदा अब जिन्दगीको मजा स्वतन्त्र स्वर्ग त्यहाँ रहेछ होइन, त्यहाँ रहेछ स्वर्ग भन्ने जस्तो कि एउटा फर्स्ट एट्र्याक्सन। तर डर चाहिँ थियो, अलिअलि डर चाहिँ हुँदो रहेछ। त्यो के हुन्छ कि भनेर तपाईँलाई डर हो कि अथवा उडिरहँदाखेरिको त्यो रमाइलो पल सँगसँगै डर त अफकोर्स अब एडभेन्चर स्पोर्ट्स अलिअलि डर होइन, नभइकन त्यो एडभेन्चरै भएन होइन। अब त्यो चाहिँ खुसी पनि, अब डर त अफकोर्स डर भन्यो भने मान्छे त होइन, हामी अनुशासनमै रहँदैनौँ, केही कुरामा डराउनु पर्छ सेफ्टीको कुराहरूमा। तर त्यो आनन्द नै बढी भयो, डर भन्दा नि आनन्द बढी भयो। त्यो डर पछि कता हरेर सुरुमा ढुकढुक हुने, पछि चाहिँ त्यो डर केही पनि होइन रहेछ। आकाशमा उडिसकेपछि त्यो भनेको चाहिँ यति आनन्द है। अलि यो नेपाली आकाशमा चाहिँ विभिन्न साथीभाइहरूलाई उडाउँदै हुनुहुन्छ, यो व्यावसायिक हिसाब तपाईँको व्यवसाय पनि हो, ठ्याक्कै कति जति चाहिँ होला तपाईँको होइन इन्कम? त्यो व्यावसायिक हिसाबमा त्यही त यो अब भनौँ न अब ट्यान्डम भन्छ हाम्रो, डबल दुईजना उडाउने, त्यसरी गर्दा देश विदेशी अब देशी विदेशीहरू उड्छन्। अब पहिलाको तुलनामा अब जुन यो कोरोना भन्दा 72 सालको भूकम्प अगाडि र 72 पछि अनि अहिले कोभिड गर्दा यो बिचमा चाहिँ अहिले हाम्रो 18 महिना बन्दै छ होइन। अब यो असोचे गतेदेखि एसोसिएसनहरूले हाम्रो मिटिङहरू भइरहेको छ, खोल्ने प्रोटोकलहरू नियमहरू पालना गरेर भन्नुहोस्। अब कमाइको हिसाबमा त यो अप्स एन्ड डाउन भइरहेको छ। मासिक रूपमा अब कमाइहरू त कमाइयो पनि रमाइयो पनि होइन, कमाइ हुन्छ। जिन्दगीसँग यो सङ्घर्ष गरिरहँदाखेरि धेरै उतार चढावहरू पनि आयो होला, जिन्दगीमा कहिले सुख कहिले आँसु कहिले दुःख यस्तै आए पनि होला होइन। यो जुन प्याराग्लाइडिङ गरिरहँदा त्यो छेडमा कुनै घटना त्यस्तो भयो जीवनमा? घटना त अब त्यो क्षेत्रमा लागिरहँदाखेरि मेरो दुर्घटना भनेको नेसनल लिग 2012 समथिङमा 2000 नेसनल लिग पहिलो दोस्रो मेरो सहभागी। त्यो बेला मेरो एउटा एक्सिडेन्ट भनौँ न 1400 मिटर समथिङबाट मेरो ग्लाइडर चाहिँ कल्याप्स भयो भनौँ न। त्यो जुन विङ्स हुन्छ त्यो चाहिँ कल्याप्स भयो भनौँ, पोका पऱ्यो भनौँ न। अब सामान्य आकाशमै भनेको त्यो अब त्यो मेरो पाइलटिङ इरर। पछि मैले रेस्क्यु डिप्लोय गरेँ। त्यो बेला चाहिँ मलाई के लाग्यो, रेस्क्यु हुन्छ हाम्रो अल्टरनेटिभ, त्यो रेस्क्यु थ्रो गर्दाखेरि मर्दिनँ भन्ने चाहिँ मलाई थियो। तर म त्यो खस्दै गर्दा हो मेरो खुट्टा भाँचिन्छ कि अथवा कि म तारमा त्यो हाई टेन्सन लाइन थियो कि त्यहाँ लाइन थियो, पावर लाइनमा पर्छु कि त्यो पहिरोमा पर्छु कि भन्दा सडनली रुखमा परेँ होइन। मेरो एउटा दुर्घटना रुखमा हुनुभयो? रुखमा एउटा रुखमा परेपछि सेफली पछि रेस्क्यु टिम आयो। मेरो पहिलो नेसनल लिगमा त्यो चाहिँ कम्पिटिसनको दौरानमा। अनि त्यसपछि को त्यो मेरो अहिलेसम्म भनौँ न 10 वर्ष भयो कुनै त्यस्तो खालको दुर्घटनाहरू त्यस्तो नहोस्। अब भनौँ न फेसबुक हरेक कुरामा झुन्डिराख्नुभन्दा अलिकति बाँच्दाखेरि कसरी बाँच्ने, मृत्यु त माथिबाटै लिएर आएको हो नि, त्यो गिफ्टेड। तर बाँच्दा के गरेर बाँच्ने त नि भने जस्तै नि त्यो क्षेत्रमा अल्झिराख्ने ड्रग्स हामी छ नि, अब लागु औषध होइन, विभिन्न मेरो साथीहरू पनि छन्। त्यस्तो भन्दा यो क्षेत्रमा त मान्छेले गरेको कुरा किन सकिँदैन होइन। म एउटा गाउँमा जन्मेको मान्छे छैन, मान्छेले गरेको कुरा सकिन्छ। यसको अहिले त स्कुलहरू छ, अब नेपाली मै आफैले पनि प्रशिक्षित गराउँछु, नेपाली सेना लगायत अरू थुप्रै विद्यार्थीहरू छन्। सिक्न चाहनेले सिधै मलाई नै सम्पर्क गरेर आए पनि भयो। विभिन्न स्कुल छ होइन, स्कुल इन्टरनेट मार्फत सिक्छु भनेर इच्छा शक्ति हुनु पर्यो होइन। मेन कुरा सकिन्छ, मान्छेले गरेको कुरा हामीले सकिन्छ भनेपछि म पनि त नदेखेको चिज गरेँ भनेपछि अब विगत अब 10 वर्षदेखि यही क्षेत्रमा रमाइरहेको छु। सकिन्छ, मान्छेले नसक्ने भन्ने कुरै छैन।
तर इच्छा शक्ति हुनु पर्यो र त्यो सँगसँगै अब पारिवारिक सपोर्ट होइन सँगसँगै त्यो अब भनौँ न इन्भेस्टको कुराहरू हुन्छ अब त्यो कुरा आर्थिक रूपमा समस्यासँग जुझ्न सिक्नु पर्यो हैन त्यो त एकदम समस्या भन्ने त भएन त्यो समस्यालाई समाधान गर्ने हो नि त नजान्नेलाई जान्ने बनाउने हो होइन म्यानेजमेन्ट अब सिक्ने भने सिकाइ त कहिले सकिँदैन नि त होइन त्यही कुराहरू अब सिक्न सक्नुहुन्छ म जस्तै बन्नुहुन्छ भने अब कुनै गाह्रो कुरै छैन मैले सिकेँ भने मैले गरेको कुरा अरूले पनि गर्न सक्छ लेखेको भोकाइहरू हामीलाई सेयर गर्ने यो मौका दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद विकास भाइ अब तपाईँ हामी होइन अब विगत पहिल्यैदेखि हामी भेटघाट भइरहेको नि यसरी मिडिया मार्फत मेरो कुराहरू राख्ने अवसर दिनुभयो अब मेरो भोकाइहरू केही सेयर गर्न पाएँ होइन तपाईँहरू मिडियालाई पनि धन्यवाद तपाईँहरूको पनि उत्तर प्रगति होस् होइन यसरी नै भेटिरहँ होइन जस्तै यहाँहरू हेर्दै हुनुहुन्छ वर्ल्ड हट न्युज 24 टिभी लाइक एन्ड सब्सक्राइब